आज चाहिँ स्वस्थानीको व्रत कथाको चाहिँ अन्त भएछ काङ्ग्रेसमा। सबैले प्रसाद पाउनु भएछ होइन, प्रसाद पाएर सबैजना आफ्नो भगवानतिर जानुभएछ। देख्नुभयो नि नेपालको राजनीति के रहेछ भनेर। यो 3 दिनमा के भयो जस्तो लाग्छ तपाईँलाई? केही भएको होइन। डडेलधुरामा जब चाहिँ प्रचार सकेपछि उनीहरूले 5,000 रुपियाँ जनतालाई बाँडेर भोट किनेको थियो नि, त्यही हो यो पनि। अहिले यो 3 दिनभित्र भएको खेल यही नै हो। जनताले सजिलै बुझ्छन्। हो ठिक छ, हजुरहरूले अब त्यस्तै मान्छेलाई नै पठाउनुपर्छ। 4वटा कोठामा पैसा जलेर कहाँ पुग्छ त? 8-10वटा कोठामा त अझै जम्मा गर्न बाँकी नै छ नि, होइन र? त्यस्तै मान्छेलाई त जिताउने हो नि। अनि हामी जनता अझै पनि मूर्ख भयौँ है। अझै पनि यस्तालाई नै जिताएर पठाइदिउँ है। हाम्रो देश लुट भनेर पठाइदिउँ है। अझ तिमीहरू देशको विकास गर्छौ भन्छौ, यस्तालाई जितेर पठायो भने त तिमीले देशको त विकास त के यो देशै मास्छौ के तिमीहरू। अब त खोल न हो जनता, अब त आँखा खोल, अब त हुँदैन भनेर आवाज उठाओ। देख्यौ नि नेपालको राजनीति कस्तो छ भन्ने कुरा। यी ठुलाको राजनीति त्यस्तै हो। पैसा टन्न कमाहान्, पैसा तिर्छन्, किन्छन् जति पनि। तर यो बेलामा गगन थापालाई चाहिँ निकाल्नु चाहिँ गलत नै हो है। हामीलाई मन पर्दैन गगन थापा, किनकि रवि दाइको विरुद्धमा उ गएको थियो, हामीलाई मन पर्दैन। तर देशको लागि चाहिँ काम गर्छ भनेर विश्वास गरेको पात्र चाहिँ हो है गगन।